पोला भनेर नारद मुनि उही सान्निध्यमा जानुभयो। सान्निध्यमा पुगिसकेपछि वार्तालाप के विषयको रहेछ भने मथुराका राजा कंसको भाइ देवकको 7वटा छोरी जन्मिएका। 7वटा छोरी मध्ये 6वटा छोरी वसुदेवलाई दिएर पठाइसकेका। एउटा छोरी देवकी बाँकी रहेकी। अब यो बहिनीको विवाह कहाँ गर्ने होला भनेर सबैजना वर खोज्न लागेका। म जस्तै राम्रो वर खोज्न लागेका। अब पाइन्छ अनि त्यसपछि 6वटा छोरी एकै ठाउँमा दिइसकेको। 7औं छोरीलाई अर्को चाहिँ किन बनाउने? एकै ठाउँमा दिन पाए लिन जान पनि सजिलो, पुर्याउन जान पनि सजिलो। एउटैलाई ज्वाइँलाई ल्याउँछिन भयो। दसैँमा एउटा ज्वाइँलाई टिका लगाइदिए। 7 छोरीको काम सक्यो। 7वटा ज्वाइँ लिरन बेहोरिरन परेन। यसै किसिमले महाराज कंसले बोल्ने गरिसकेपछि अब देवकीको विवाहको लागि नारायण राम 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 लाग्न जुराई हे रामको चरण जुराई। सकेपछि वसुदेवलाई नै दिने निर्णय भएको। वसुदेव सोही दिन अन्मिएर आएका रथबग्गीमा बसेर आएका। आइसकेपछि देवक राजाको घरमा कंसहरू सम्पूर्ण उपस्थित भएका। बाजा गाजा सहित सम्पूर्ण भरिभरा भएका। रङ्गे चङ्गे बिरङ्गे विभिन्न किसिमका श्रृङ्गारले भरिपूर्ण टनाटन भएको। अनि आइसकेपछि कन्यादानको तयारी भइसकेपछि 3 पुस्ता अगाडिको नामगोत्र लिएर सार्नुपर्ने। त्यसैलाई लिएर अब कन्यादानको लागि तयारी भइसकेपछि नारायण राम 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 दिए कन्यादान हे राम दिए कन्यादान।